कसलाई हाने रहेछ ए आइज घरलाई केटाहरु हुन्छ नि बाबु यता उता हेर त हेलो गर्नु बाबु साना छोरो राइट उता हेर त ठुलमामु ठुलमामुलाई आइ बन्दियो यहाँ ब्लगमा दादाको स्कुल त्यहाँ हो बाबुको वाउ मेरो स्कुल यहाँ हो यो आयुष चोक राख्ने धेरै ठुलो चान्स छ के गर्ने हाम्रो उ मरे थियो के मरे यो घर आयुष यही एरियाको मरे हो नि स्कुलको साउको छोरो हो त त्यो सुलभ भन्ने चाहिँ स्कुल साउको छोरो गरे पनि एक डेढ वर्षपछि यो आन्दोलन कहीं कोही पायो भने ओ त्यही भने पाउँछ अनि पाउनु त किन नपाउनु ल हामी चाहिँ बागेश्वरी मन्दिरमा छौँ अहिले अनि यहाँ नेपालगञ्जको बागेश्वरीमा यहाँ खोइ अब के लाउनु मन लाग्यो यस्तो सेतो सेतो सुन्न लाएर चाँदीतिर जाँदैछ अनि पोखरी राम्रो छ दामी हाम्रो लिङ्की अगाडि छ ल लिङ्की छोरो उता कराइरहेछ डर लाग्यो रे केही हुँदैन छोरो केही हुँदैन हाई भनिदेऊ हाई बरको रुख ओके मिभान्स हामी चाहिँ मिभान्सको लागि पूजा गर्नलाई आएको मिभान्स जन्मिने बेलामा मम्मीले यहाँ आशीर्वाद पाउनु भएको थियो अरे त्यही भएर मिभान्सलाई दर्शन गराउँछु भनेर भन्नुभएको रहेछ अनि फाइनल्ली आज चाहिँ त्यो दिन जुर्यो अनि हामी आयौँ आज जुम्ला पनि हामी जान्छौँ सबै सकेर उहाँ अगाडि खै कसरी हो के हुन्छ त सोधेर हिँड्नुपर्छ क्या यस्तो ठाउँमा ट्याक्क कस्तो मिलाइदिन्छ है अर्कोचोटि नि आइदिनुपर्छ है उहाँको च्यानल हो है यो उहाँ एकदम एक्टिभ हुनुहुन्छ भ्लग बनाउन त्यही भएर मैले ह्यान्डल गरिदिएको धेरै एक्टिभ भएर ओभर एक्टिभ हेलो खै हाम्रो अर्को भ्लगर मेन भ्लगर त ऊ हो नि खै त नि अब बनाउँदैन भ्लग त्यो त कसैले नि सुन्दैन तिमीले बोलेको भ्लग बनाउने ल उताबाट देखाउ ल हेलो गाइस हेलो अलि पर्दैन पैसा दिन अलि पर्दैन पूजा आएर अर्को हाल हेलो गाइस वेलकम भइसक्यो हौ हामी चाहिँ यहाँ पूजाको सामनेको मेरो लागि आएको हुन्छ खै मेरो लागि हो जान भएन अहिले त हामी के अरे नेपालगञ्जसम्म हिँडेर मन्दिरमा छौँ छिटो जाउँ टिका लाउन होइन अनि मैले त्यही भएर मैले सकेन भोलिबाट आउँछु
मिवान्स हिँड फटाफट हिँड छिटो जय बागेश्वरी फर्स्ट टाइम बागेश्वरी मन्दिर आएको कस्तो अलिक फटाफट हिँड न हामी पनि हेरौँ न हामी पनि छौँ त आएको हामी पनि आएको त्यही अबेर लाग्यो तिमी मेन मान्छे हो नि त आज तिमी यही भगवान्को बाबु एक केटा छ नि यही भगवान्को गिफ्ट हो यहीँबाट हामी भेटा पाएको त्यो मान्छेको फोन खाइदियो हो दादालाई यहीँबाट पाएको भन्थ्यो त दादा दादा घर ए हजुर हेलो गर्दै थियो एकखेर अब यसो क्लिक फोटो खिच न अनि जाऊँ न है यहाँमा कपाल कस्तो भारी छ जुत्ता चप्पल होइन त्यहाँनिर त्यहीँ बसौँ यहाँ जुत्ता चप्पल भाटामा बस्छ यहाँबाट त्यहीँ बसिराख चप्पल भाटामा बाबा बागेश्वरी मन्दिरको हामीले दर्शन गरेर आइसक्यौँ यता चाहिँ जुङ्गेश्वर महादेवको दर्शन गरेर आयौँ मेरो छोरा अर्को हामीले यहाँबाट किन्यौँ है हालिदिन्छ हो हामीले त्यसमा त्यही त कुरा पनि दिए जुम्ला गएर पनि पुरा गाडी चाबी तसँग दिएछ नि भन्दा होइन म धेरैबाट बसेँ यसमा ल हिँड जाने ल हिँडेन हिँड न त अब बागेश्वरी नेपालगञ्जको मन्दिर आएको यस्तो भाइरल भाइरल घर पनि देख्यौँ हामीले पार्किङ गरेको अपोजिटमा यस्तो घर हेर्न गएछ यहाँ पुरै आइटी इन्जिनियर हेर्दैछ ऊ त्यो अर्को होला के घर हो नि त्यो घरसँगको जोड्या होला क्या अनि घर नभए के हो त अनि भाइरल घर छोरो बाबु हेलो के भयो अरे कस्तो लागिरहेछ भनिदेऊ कहाँको एयरपोर्ट भन्नु पऱ्यो नि त कहाँको एयरपोर्ट हो यो नेपालगञ्ज एयरपोर्ट भन्नु न फर्स्ट टाइम गएर जुम्ला तिमी चाहिँ म सेकेन्ड टाइम ए थर्ड टाइम म मिवान्स सेकेन्ड टाइम पापाको त कति टाइम हो कति होइन मिवान्स छोरो मिठो छ यम्मी
इट्स एमी अब अङ्कललाई थ्याङ्क यू भनिसु नि त थ्याङ्क यू फर दिस भन अङ्कललाई त्यो अङ्कललाई जसमिस अङ्कललाई थ्याङ्क यू काकु बोला जस मास्टरलाई थ्याङ्क यू काकु बोला खै एकछिन नमिठो भइरहेछ थ्याङ्क यू गोली मारो बुढाहरूलाई यस्तो चिज मिठो हुन्छ नि त मिस्कर्स छोरो ओ छोरो हाई बेटा अब आका हेलो हाई बाई बाई गुड गया थ्याङ्क यू काकु बोला थ्याङ्क यू भनिदियो भनेको थ्याङ्क यू अङ्कल भनेको त मम खोइ फ्रक ऐसे को बता दूंगा सस्ते मैं गाँव बुरा सा कहाँ हुँदो रहेछ ल थ्याङ्क यू छोरो स्पाइसी त्यही राख्नु न टेबल लिएर जाने हो तो लाने पड़ेगा त्यो उसमा हाल्न पाए ठिक हुने रहेछ है जेब्रा झोलामा आफ्ना बोक्छ नि त्यसले हामी चेक इन गरेर भित्र नि छिरिसक्यौँ है मनोज खत्री आउँदै हुनुहुन्छ We are going guys, we are reading for Jumla. Paka Sani, wait. Hey, check गर्दै छ कति गइसक्यो के तिमी त फेमस मान्छे हो नि कसले केही भन्दै भन्दैन गइसक्यो माग हुन्छ जा म टिकट म ल्याएर ए हजुरबार हो यस्तो त जाइन जुम्लाको हुनुपर्छ जुम्लाको यहाँ बाई गर्दा हजुरबालाई छैन बाई गरेर बाजुलाई अंकल दर्शन मामा ए दर्शन यता बस्छ है छोरो हामी कहाँ बस्छौँ यहाँ बस्छु न बाबुहरूकोमा हुन्छ हुन्छ त्यसो म यहाँ बस्छु कहाँ झ्याल खोल्ने हो त यहाँ बस्नु हुन्छ झ्याल खोलिदिनु परेर हाम्रो छोरालाई झ्याल खोल्ने सिट बेल्ट लाउने पकाएर अङ्कल लगाइदिन्छ त्यहीँ राख न त्यहीँ एक्सक्युज मी हजुरको जानकारीको लागि यो हाम्रो सुरक्षा नीतिका कार्ड हो उसको सिटको प्रति अगाडि राखिएको छ थप जानकारीका उडानलाई दिशा पढिदिनु होला पेटी पार्नुहोस् न भन्नु है जानु त होला
केही चल्छ ल अब टर्न लिँदैछु। अब यो कानमा कोचेको पनि निकाल्दै है मैले। हाम्रो जुम्ला ड्याडी र मारिया त होला नि।
घरमै हुनुहुन्छ होला त्यहाँ बारबाट हुन्छ भाइ आयो भनेर पुरा एक्साइटेड होला मारिएर ड्याडी आउनुहुन्छ नि नआउने कुरा हुन्छ हस् नमस्ते थ्याङ्क यू हस् हस् आऊ यसरी ल दिजु ड्याडी दिजु त पुरा मक्खै छ त ड्याडीलाई हेर न आऊ ड्याडी र दिजुलाई यहाँबाट होइन होला नि त नि के भने यहाँबाट होइन नि त कहाँ देख्यो ए म्याच हो त यहाँ ड्याडी म ट्याग गरेर तिमी बाहिर ड्याडी ढोक गरे हबी कहाँ छ त्यहाँ हेलो भन्दै दिदीलाई आइ भन्दै कस्तो हावा लागेको होइन नि यहीँको हावा प्लेन हल्लाउँछ यस्तो भयो भने हेर्न पुगिसकेछ ल घर पनि पुग्यो हाम्रो मम्मीले कस्तो मजाले खुर्सानी गुन्द्रुक राख्नु भएको कसला त नि हजुर घर यार दामी लाग्यो कहाँ देख्ने तिमीले फोटोमा देख्यो काहीँ न काहीँ त्यहाँ फोटोमा देख्यो होइन फोटोमा देखेको हो ए माउ छ त्यहाँ 500 ले त म चुप गरिदिनु होला नि त ड्याडीलाई यार हामी ड्याडीलाई यार जुडो आउँदैन कसैको कमर रामी छ क्या यो मामुको आड गरिदिनु नि त ड्याडीको आड गरे नि हुन्छ ड्याडीको नि राम्रो योबाट भिडियो गरिरहेको छु टी सर्ट मिलाऊ टी सर्ट तिम्रो हो दादा आइसकेको छ दादाले पूजा गरिरहेछ तिमी गर आऊ हजुर पूजा गर रे हजुर ढोकामा ल दादाले नि गर्ने ल दादाले नि गर्ने यो दाइनेहरूले गरेर त्यहाँ बत्तीले पूजा गरे हो अनि त्यहाँ कलश भने पानी भएको हो यसरी हामीले क्या हजुरआमाले गरेछ विमानले के थाहा छ यहाँ आको मिमांस पनि गर्यो बिर्सिसक्यो उसले मिमांस सानोले गर्यो त उतापट्टि ढुका थियो मिमांस आयो बेला बाबु यता सेने यता यहाँ गर यहाँ पनि पूजा यो कलशलाई पनि पूजा हो घरभित्र जानु पर्यो त आफ्नो घरभित्र यहाँ पूजा लिग न हो त्यहाँबाट अक्षता लिग हो दुवै भाइले पूजा गर्नु स्याबास को तिम्रो आया थापा रा लक्की आया ल ओए के त तेरो हिरो ल अब यहाँ माथि पूजा भाउजू यहाँ पूजा ए कान्छो अङ्कल हेर तिमीहरुको यो के हुन लाग्यो लक्की अङ्कल भन्दा नि यो त हामी के न म त्यो न काण्ड दिन्छ नि त अङ्कललाई जिगर दर्शन गर पूजा म धेरै भक्क दर्शन गर अनि
क्या छ तेरो आज बिहान मन्दिर यस्तो फोटो हेर्दा यो अस्ति आयो कमलालाई टक्छ के आयो अहिले त्यो पर बत्ती ल्याएर हिँड्नु अहिले कति वर्ष भयो 30 वर्ष पुगिस अनि फुल चढाइदियो एउटा स्याउ हाम्रो रक्षा यो फुल बिहान पूजा गर्ने भन माथि त्यही न एउटा कि दुईटा फुल हुन्छ हुन्छ फुल नभए नि हुन्छ ल अब हात धुनुपर्छ त फुल 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 चढाउने रे ल यसो गर पख यो न खान्छ यो अन्त भर्खर रातो टुक्रो अहिले खोकी लाग्छ है हुन्छ है हुन्छ थोरै मात्रै खाने है भुल्दै धेरै खाने कसलाई त आज प्लेनमा छोरोलाई यहाँ आउन नि कान्छो अङ्कललाई दर्शन गर्ने होला नि त्यहाँ कान्छो अङ्कल खुट्टा दर्शन गर्ने जकी अङ्कल भन्दा कान्छो घरमा प्रवेश पहिला राइट लेग राइट लेग तिमीले टिका लाउने तिमीले माथि लाउँला यहाँ प्रवेश गरा प्रवेश गरे त फेरि साह्रो हुने अहिले मोटे गिन गर्छ इभान्स आऊ यहाँ टिका लाऊ पहिला जाऊ त्यो टिका लाऊ ज्ञानी भएस है माथि फुल टिभी ल्याएको हुन्छ त्यही थोरै थोरै गरेर पूजा मात्रै गरेर टिका लाएनौ बिरी ल्याउँछ दर्शन नै गरेनौ त्यहाँ छोरो जिउ गर्दैन के भन यो जिउ गरै त्यस्तै हुन्छ ल उ सजिना ल मिराज अब जाऊ भित्र जाऊ सहनशील भयो कालिकाले सधैँ तिम्रो दाइने बसौँ हेलो टिका लाए हेलो पुगिसकेँ म आइजान्छ हेलो म भर्खर पनि यहाँ टिका लाउँदै हुनुहुन्छ शैलीमा टिकालाइमा ल घर पैसा गर्दैछ म घर पैसा मामु ल ल आइसो न समाति से हाम्रो भाइ होइन सबभन्दा अग्लो यहाँ प्लेनमा अब बस्नु बेला भयो प्लेनमा होइन सामानहरू छ अरे बजेसँग ट्याक्स छ अरे अनि त्यो मान्ने है उड्न लाग्यो अब उड्छ तिमी गएनौ किन नहुने लक्की अङ्कल पनि आउनु भएर मै खाएर हेलो ल एकछिन मम्मी गई आउनु भने भाग्यो भने दर्शन